एभ्रिवान आज चाहिँ वैशाख 9 गते अप्रिल 22 2026। सो आजको मार्केटमा हेर्ने भने चाहिँ आज चाहिँ सुरुमा चाहिँ हामीले स्टिप झरेको देख्न सक्छौँ र अनि त्यसपछि केही हदसम्म मार्केट चाहिँ सम्हालिए जस्तो देखिएको छ। एकचोटि हामीले ट्रेन्ड लाइन तानेर हेर्छौँ भने पनि यो जुन पोइन्ट छ जहाँनिर चाहिँ मार्केटले चाहिँ एकदमै धेरै पटक चाहिँ रिटेस्टहरू गर्ने कुरा गरिराखेको थियो। यो जुन त्यहाँ चाहिँ हल्का चाहिँ केही सप्लाई आए जस्तो चाहिँ देखिएको चाहिँ छ। तर हामी चाहिँ यसको चाहिँ भोल्युममा हेर्छौँ भने आज हिजोभन्दा चाहिँ स्लाइटली बेसी भोल्युम छ, 7.81 बिलियन। तर हामीले चाहिँ नेपाल स्टक एक्सचेन्जको ड्यासबोर्डमा गएर हेर्छौँ भने चाहिँ पछिल्लो 1 घन्टामा नै 2 बजिसकेपछि मात्र, अझै नभनौँ 2:30 बजे पछाडि मात्र एकदम स्पाइक आएको छ। जुन कारणले गर्दाखेरिमा हामी चाहिँ यो फेक सप्लाई जस्तो जेनेरेट गरेको हो कि जस्तो नै देखिन्छ। जुन चाहिँ अलिकति हेर्दाखेरिमा चाहिँ हामीले चाहिँ यो भोल्युम चाहिँ जसरी देखिनु पर्ने थियो होइन, जहिले पनि मार्केट जाँदाखेरिमा चाहिँ लोअर लो होइन अथवा अप्पर हायर हाई गर्दै जाने गर्छ। यो यसरी नै चाहिँ स्ट्रेट फ्ल्याट आएर चाहिँ अचानक स्पाइक आउने भन्ने चाहिँ हुँदैन। मार्केटले आफ्नो तरिकाले चाहिँ मुभमेन्ट देखाउँछ भने चाहिँ यो चाहिँ हामीले हेर्दाखेरिमा अझै पनि फलवाला सिनेरियो चाहिँ हेर्न सक्छौँ। के सप्लाई आए जस्तो चाहिँ देखिन्छ क्यान्डललाई हेर्दाखेरिमा चाहिँ, क्यान्डलको साइकोलोजी अनुसार। तर त्यस्तो चाहिँ खासै धेरै मैले चाहिँ देख्दिनँ मेरो पर्सनल पोइन्ट अफ भ्यूबाट। हुनलाई चाहिँ एकदमै यो एकदमै धेरै पटक आएको चाहिँ टेस्ट गरेको चाहिँ यो हाम्रो ट्रेन्ड लाइन रहेको छ। अझै पनि बाइङको लागि तपाईँ हेर्दै हुनुहुन्छ भने अझै पनि वेट गरेर एकदम स्ट्रङ भोल्युम र सँगसँगै चाहिँ के हुनु पर्यो भन्दा मार्केटमा चाहिँ हायर हाई हायर हाई हायर हाई जसरी चाहिँ बनाउँदै जानु पर्यो कि यो स्ट्रेट तरिकाले चाहिँ जानु भएन थ्रु आउट द डे, दिउँसभरि नै। बल्ल हामीले चाहिँ अलिकति हो मुभमेन्ट आएर नै यो चाहिँ क्यान्डल चाहिँ रिभर्सल टाइपको अथवा साइकोलोजीले चाहिँ त्यहाँनिरबाट चाहिँ एकदमै धेरै डिमान्ड आयो जस्तो चाहिँ बुझ्न सक्छौँ। तर कन्फर्मेसनको लागि बाईको लागि चाहिँ अहिले हामीले झ्याप्पै हेर्न सक्दैनौँ। तपाईँसँग चाहिँ एक्जिस्टिङ सेयरहरू छ भने चाहिँ अब चाहिँ सेल भन्दा पनि अब होल्ड गर्ने अनि अलि टाइम पछाडि चाहिँ एभरेजिङै गर्दाखेरिमा चाहिँ राम्रो हुन्छ भन्ने चाहिँ मेरो पर्सनल ओपिनियन छ। दिस इज ओन्ली फर एजुकेसनल पर्पज। मेरो कुरा सुनेर चाहिँ ट्रेड लिने अथवा इन्भेस्ट गर्ने चाहिँ नगर्नु होला। धन्यवाद।